एकजना सरले चाहिँ यहाँनिर यसरी कमेन्ट गर्नुभएको थियो, मलाई पर्सनल मेसेज पनि गर्नुभएको थियो। उहाँको भनाइ चाहिँ के छ भने मेरो बुढीको फेसबुक एकाउन्टमा कन्टेन्ट मोनेटाइजेसन आयो, तर उहाँको चाहिँ ब्याङ्क पनि छैन, ब्याङ्क एकाउन्ट पनि छैन र प्यान नम्बरहरू जस्तै सम्पूर्ण चाहिने डकुमेन्टहरू छैन, मेरो राख्दा के हुन्छ सर भनेर चाहिँ उहाँले सोध्न खोज्नु भएको छ। यस्तो अवस्थामा तपाईँको केही फरक पर्दैन। तपाईँको दिदी अथवा कुनै दिदीभाइहरू, दाजुभाइहरू अथवा कुनै पनि आफन्तीहरूको कन्टेन्ट मोनेटाइजेसन आयो र उहाँको डकुमेन्ट छैन पुरा भने तपाईँ आफ्नो अथवा कुनै पनि मान्छेको तपाईँको एकाउन्ट, प्यान नम्बर अथवा जुनसुकै त्यसमा चाहिने डकुमेन्टहरू सबै छ भने फेसबुकको नाम चाहिँ उही रहन्छ, केही फरक पर्दैन। फेसबुकको नाम चाहिँ चेन्ज गर्नु पर्दैन। तपाईँले पे आउट सेटअप गर्दाखेरि त्यसमा चाहिँ तपाईँले सबै ओनर नेम, बिजनेस नेम, तपाईँले सबै कुराहरू, त्यसको डेट अफ बर्थ, त्यसपछि प्यान नम्बर चाहिँ सबै त्यो जसको ब्याङ्क एकाउन्ट छ त्यसकै राखेर तपाईँले चाहिँ पे आउट सेटअप गर्नुभयो भने तपाईँले केही पनि फरक पर्दैन। फेसबुकको नाम जो रहे पनि केही फरक पर्दैन। तपाईँले चाहिँ पे आउट सेटअप गर्दाखेरि चाहिँ जसको डकुमेन्ट छ त्यसको चाहिँ सबै कुराहरू त्यसकै सेटअप गरेर तपाईँले सेटअप गर्नुभयो भने तपाईँलाई चाहिँ केही फरक पर्दैन। तपाईँले चाहिँ राम्रोसँग पैसा कमाउन सक्नुहुन्छ।